हेलो गाइज, इट्स मी यामार आल भ्लग है। म चाहिँ फेरि भ्लगिङमा केम ब्याक भइसकेँ। अनि पछि हजुरहरूले सोच्नु भएको थियो होला कि 2 वर्ष हुन लागिसक्यो, अहिलेसम्म चाहिँ भ्लगिङ किन आएन, कहाँ हरायो मान्छे, के भयो भन्ने सोच्नु भएको होला। मेरो चाहिँ परिस्थिति नै त्यस्तै थियो। अनि पछि डेली मैले चाहिँ भ्लगिङलाई चाहिँ टाइम दिनुभन्दा पनि मसँग चाहिँ त्यस्तो अवस्था आएन कि म धेरै गाह्रो परिस्थितिमा यताउता हुँदै मेरो लाइफमा प्रब्लमहरू धेरै आएर चाहिँ म भ्लगिङ गर्न मिलेन, मेरो भ्लगहरू आएन। अब चाहिँ मेरो भ्लग चाहिँ ब्याक भइसकेको छ, रेगुलर नै आउनेछ। अनि हजुरहरूले जसरी नै साथ सपोर्ट माया गर्नुहुन्थ्यो त्यसरी नै गरिदिनु होला। लाइक, सेयर, सब्सक्राइब, कमेन्ट छोडेर मेरो चाहिँ च्यानललाई चाहिँ सेयर नै हालिदिनु होला है, युट्युब च्यानल। अनि पछि मेरो डेली लाइफ भ्लग चाहिँ आउनेछ। अब डेली लाइफमा जे हुन्छ मेरो रेगुलर नै आउनेछ। अहिले चाहिँ म चाहिँ खासै घरतिर नि छैन। अहिले चाहिँ म यता चाहिँ हाम्रो चाहिँ कैलाली, नेपालमै छु छनु चाहिँ कैलाली धनगढीतिर बसोबास भएको छ। यतै हो सानो। अनि पछि मेरो चाहिँ यो ट्याटु हाउस खोलेर चाहिँ म बसिरहेको छु आजभोलि। डेली भ्लग चाहिँ हजुरहरूलाई देखाउने छु, कस्तो हुन्छ के हुन्छ। हजुरहरूको साथ सपोर्ट हजुरहरूको आशामा छु। ल है गाइज।